गुड मर्निङ मेरो सबै फेसबुकको साथीहरूलाई। आज म चाहिँ नि मर्निङदेखि भिडियो गरेर हाल्दैछु। मेरो कुहिनीले चाहिँ उसको आपा तल गयो कि अन्तखेरि ऊ हेर्दैछ कहिले आउँछ कि भनेर। आज मर्निङको भ्यू चाहिँ यस्तो छ है, यस्तो छ हेर्नुहोस्। मर्निङ टाइमको भर्खर उठेर मैले टर्च पनि लगाइसक्यो। अब चाहिँ सबै फिनिसिङ भयो। भर्खर उठेर चाहिँ पुरा मैला भइरहेछ। अब आज यहाँ सफा गर्नुपर्ने छ। मेरो फुलहरू यस्तो मजाले फुलिसक्यो। अब खोर्सानी यस्तो मजाले फलिरहेछ। खोर्सानी ला जिरे खोर्सानी चाहिँ के भन्छु, यो चाहिँ जिरे खोर्सानी। साग चाहिँ राम्रो भएन, सबै उयो भयो, किराले खायो। फुलकोपी हुँदैछ, हेर्नुहोस् यहाँ फुलकोपी। साग चाहिँ यसरी रोपिरहेछ। साग यो चाहिँ आगेले सफा गर्दैछ। यो चाहिँ मेरो गोदाम, फुलको मलहरू राख्ने गोदाम हो होला। मेरो फुलमा घाम नलाग्दाखेरि चाहिँ मेरो फुल चाहिँ सबै उयो हुन्छ जस्तो लाग्दैछ। अब फुल हौसिन्छ जस्तो लाग्दैछ। टर्च लगाएर चाहिँ नि मेरो घाम छिल्दी नि। आज बिहान नै भिडियो गरेको। के गर्नुपर्ने हो, ऊ पर राख्नुपर्छ हो। तिनीलाई चाहिँ यता ऊ पर राख्नु पऱ्यो। अब म के अरे त्यो जेरिनियम डल्लै यहाँ राख्छु म। किन प्लान्टलाई बेसी परेन। म्याडम घाम तापेको नि, म्याडम किउरी घाम तापिरहेछ। यति घाम आउँछ कि माथि मजाले फुलिरहेछ फुल। हेर्नुहोस् ल, हेर्नुहोस् है मेरो फुल यसरी फुलिरहेछ। आज्ञा मलाई टेन्सन भयो पुरा नै। अब ओ आज्ञा टेन्सन भयो भनेको नि, त्यो जेरिनियमहरू सबै हौसिन्छ। अब उयो फुलहरू सब घाम नआएर छ नि सबै हौसिन्छ कि। यसलाई चाहिँ यसरी सार्नुपर्छ होला हौ। अब यो घाम पछि राख्नुपर्छ होला।